हेलो नमस्ते मेरो नाम प्रकाश प्रकाश चन्द्र गिरी विशेष गरी आजको केही कुराहरू तपाईँहरूको बिचमा बाँड्न मलाई मन लाग्यो त्यो चाहिँ गत निर्वाचन भर्खरै हासिल गएको निर्वाचनमा देखिएको मत परिणामको आधारलाई हेरेर केही कुराहरू मलाई व्यक्त गर्न मन लाग्यो मलाई एकजना राइटर फेमिनिस्ट राइटर क्रिटिक कसरी चाहिँ एडभर्टाइजिङ टेक्निक्सले अथवा ती प्रोपागेन्डा टेक्निक्सले समाजलाई कतिको रूपबाट इन्फ्लुएन्स गर्छ भन्ने बारेमा लेख्ने एकजना लेखिका छन् फेमिनिस्ट राइटर क्रिटिक जो उनले चाहिँ 7वटा प्रोपागेन्डा टेक्निकको बारेमा बताएकी छन् कि एउटा प्रोडक्ट्स एउटा कम्पनीले आफ्नो एडभर्टाइज गरेर कसरी चाहिँ हामीलाई ब्रेन वास गर्छ म्यानिपुलेट गर्छ त्यस्तै गरिकन एउटा भोटर्सलाई कसरी चाहिँ विभिन्न राजनीतिक दलहरूले पनि हाम्रो ब्रेन वास गर्छन् अथवा हामीलाई म्यानिपुलेट गर्न सक्छन् भन्ने बारेमा आज म बताउन गइरहेको छु म कुनै पार्टीलाई विशेष गरिकन व्यक्त गर्दै छैन तर एडभर्टिजमेन्ट जुन एउटा प्रोडक्ट्सको छ त्यस्तै राजनीतिक दलहरूले पनि जनता माझ विभिन्न टेक्निक लिएर गएका हुन्छन् यदि हामीले त्यसलाई क्रिटिकल्ली हेरिएन त्यसलाई डिप लर्निङमा गएन भने हामी पनि त्यो ब्रेन वास र त्यो म्यानिपुलेसनभित्र पर्छौँ र हाम्रो ब्रेन वास गरिएको हुन्छ साधारण व्यक्ति होइन पढे लेखेका मान्छेहरू पनि धेरै रूपबाट जानिदो नजानिदो तरिकाले ब्रेन वास भएको देख्छौँ र एन्ड मैक्लिन्टक जुन फिलोसफर छन् अथवा राइटर्स छन् जो फेमिनिस्ट राइटर्स छन् उनले के भनेकी छन् भन्दा त्यहाँ 7वटा टेक्निक छ यो 7वटा टेक्निकले विभिन्न प्रोडक्ट्स गर्ने कम्पनीहरू र समाजमा लिड गर्ने अथवा राष्ट्र निर्माणमा लिड गर्ने राजनीतिक दलहरूले पनि कुराहरू प्रयोग गरेका हुन्छन् हुनसक्छ भनेकी छन् नम्बर 1मा छ उनले नाम गरेकी छन् नेम कलिङ त्यो भनेको कसैको नामलाई खराब बनाउने प्रयोग जस्तै सबै राजनीतिक पार्टीहरू भ्रष्ट छन् तिनीहरू भ्रष्ट छन् तिनीहरूले खराब गरिरहेका छन् उनीहरूले गलत गरिरहेका छन् सबै कुरा जे कुरा गरिन्छ त्यो कुरामा अरूको बदनाम गर्ने अरूको पार्टीको अथवा अरूको प्रोडक्ट्सको बारेमा नराम्रो भन्ने र त्यसले गर्दा के हुन्छ भन्दा जनताहरूमा एउटा अविश्वास सिर्जना पैदा हुन्छ त्यो पार्टीप्रति ती पार्टीहरूप्रति नराम्रो 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 कुराहरू मात्रै भनिदिने पहिलो टेक्निक दोस्रो टेक्निक छ फेरि आफ्नो राम्रो भन्ने हामी राजनीतिक संवाहक क्रान्तिका नायकहरू हौँ हामी भ्रष्टाचार मुक्त समाज बनाउँछौँ हामी परिवर्तनको वाहकको रूपमा आएका छौँ हामी भ्रष्टाचार विरुद्धको अभियानमा छौँ हामी परिवर्तनका लागि हामीलाई चाहिँ मतदान गर्नुहोस् हामी परिवर्तनका हामी अग्रगामी हामी भ्रष्टाचार मुक्त समाज निर्माण गर्छौँ हामी यो गर्छौँ हामी त्यो गर्छौँ हामी त्यो हौँ हामी यो हौँ भनेर फेरि आफ्नो कुरा व्यक्त गर्ने त्यसलाई चाहिँ हामीले अङ्ग्रेजीमा र मैक्लिन्टकले भनेअनुसार उनको भाषामा चाहिँ ग्लिटरिङ जेनरलिटिज भनेर राखेको छ त्यो भनेको आफू आकर्षक देखिने कुरा आकर्षक देखाउने नारा अनि नम्बर 3मा छ ट्रान्सफर त्यो ट्रान्सफर अन्तर्गत के पर्दछ भन्दाखेरिमा राष्ट्रिय प्रतीकको रूपमा युज भएका प्रतीकहरूलाई प्रयोग गरेर आफ्नो चुनावी अभियानमा सफल बनाउन प्रयत्न गर्ने जस्तै राष्ट्रिय झण्डा प्रयोग गर्ने तपाईँले हेर्नु न राष्ट्र निर्माणको लागि जगदम्बा सिमेन्ट भनेर त्यो झण्डा नेपालको झण्डा देखिन्छ नि जगदम्बा सिमेन्ट होस् रड होस् साँच्चै त्यसले राष्ट्र निर्माण गरेको छ कि कसैको एउटा बिजनेसलाई बढाइरहेको छ हामी क्रिटिकली हेरौँ न त्यस्तै गरिकन नेपालको झण्डा ओढेर हामी चाहिँ के हौँ राष्ट्रवादी हौँ हामी राष्ट्रभक्ति हौँ भनेर एउटा देशभक्ति भावना जगाउने त्यो एक खालको चाहिँ प्रयास गर्ने होइन हामी चाहिँ एउटा प्रतीकको रूपबाट प्रयोग गरेर राष्ट्रिय र देशभक्ति भावना भएको देखाउन सक्ने त्यो क्षमता पनि हो र त्यो क्षमता देखाउने होइन विभिन्न चाहिँ प्रयोग गर्ने जस्तै घन्टीको प्रयोग गर्ने होइन विभिन्न हँसिया हतियारका प्रयोग गर्ने होइन विभिन्न रुखहरूको प्रयोग गर्ने हुन्छ नि राजनीतिक दलहरूले आफ्नो ताराहरूको प्रयोग गर्ने त्यो विभिन्न प्रतीकलाई प्रयोग गरेर मान्छेहरूको भावनामा खेल्ने भावनामा उनीहरूले त्यो खालको प्रभाव सिर्जना गर्ने र अर्को चौथो नम्बरमा छ फेरि टेस्टिमोनियल्स भनेकी छन् राइटरले चाहिँ तर यसलाई नेपालीमा हामीले बुझ्दै गर्दाखेरिमा सेलिब्रिटीहरू प्रयोग गर्ने
होइन। अहिले देख्यौँ नि त हामीले कति सामाजिक अभियन्ता भनेका, समाजमा प्रतिष्ठित भनेका ती व्यक्तिहरू चाहिँ कुनै एउटा पार्टीप्रति गएर होइन त्योप्रति ढल्किएर उन्मुख भएर चाहिँ होइन उनीहरू पनि गरेका छन् भनेर एक खालको त्यो समाजमा विश्वास गरिएका र त्यो प्रतिष्ठित र प्रतिष्ठा कमाएका र प्रशंसा पाएका व्यक्तिहरूलाई प्रयोग गर्न। जस्तै मैले कुनै एउटा कम्पनी खोलेँ र मैले एउटा कलाकारलाई ल्याएर मैले मेरो कम्पनीमा प्रयोग गरेँ भने त्यो प्रोडक्ट्सहरू के हुन्छ, त्यो सर्भिसहरू के हुन्छ, अलिकति बढी बढ्छ नि त होइन। त्यस कारणले गर्दा हामीले देख्छौँ नि एडभर्टाइजिङमा पनि हामीले विभिन्न हिरो हिरोइनलाई प्रयोग गरेर त्यो प्रोडक्ट्सहरू ठिक छ कि छैन थाहा छैन, त्यसले कतिको चाहिँ प्रभाव परेको हुन्छ, कति साइड इफेक्ट हुन्छ, तर पनि होइन अब ती कलाकारले युज गरेका छन् हामीले किन नगर्ने भन्ने जस्तो त्यो एक खालको सेलिब्रिटीहरू प्रयोग गर्ने त्यो रूपबाट पनि हामीले गएको निर्वाचनमा केही देख्यौँ। त्यो कारणले गर्दा पनि म्यानिपुलेसन हुन्छ, त्यो कारणले गर्दा पनि मान्छेहरूको ब्रेन वास हुन्छ। अर्को नम्बरमा हामीले देख्न सक्छौँ साधारण मानिस जस्तो देखिने एउटा त कमन पिपल। त्यो टेक्निक कस्तो छ भने जस्तै उखुमा किसानको उखुमा गएर चाहिँ भारी बोकिदिने होइन, कहीँ चाहिँ तरकारी केलाइरहेको ठाउँमा गएर तरकारी केलाइदिने होइन, आफै बाइकहरू राइड गरिदिएको हामीले देख्यौँ विभिन्न पार्टीको। म कुनै पार्टीलाई भनेको छैन, स्पेसली विभिन्न पार्टीको मान्छेहरू विभिन्न नेताहरूले हामीले गरेका देख्यौँ। उनीहरूले के गरे भने कसैले आफैले गाडी चलाएर रोके, आमा चिया खानुभयो, बाबा के गर्दै हुनुहुन्छ, अनि गाडी रोकेर सामान्य साधारण मानिस बनेर एउटा जनतासँग नजिकिएको प्रयास देखाउने र त्यो नजिकिने प्रयास गर्ने यो एउटा टेक्निकले पनि के गर्दो रहेछ त प्रभाव सिर्जना गर्दो रहेछ र इन्फ्लुएन्स हुँदो रहेछ कम्युनिटी, त्यो सोसाइटी भन्ने कुरा हामी देख्छौँ। त्यसलाई चाहिँ कमन पिपल होइन साधारण मानिस जस्तो देखाएर चाहिँ गरिने एउटा टेक्निक हो यो पनि, जुन कुराले चाहिँ अब बिजनेस गर्नेहरूले प्रोडक्ट्समा चाहिँ साधारण बनेर पनि प्रयोग गर्न सक्ने भयो। त राजनीतिक दलहरूले विशेष गरिकन गरिब किसानहरूको फोटो देखाएर होइन गरिब किसानहरूसँग घुलमिल भएको देखाएर पनि होइन विभिन्न व्यक्तिहरू साधारणभन्दा साधारण व्यक्तिहरूलाई अगाडि देखाएर चाहिँ गरिने टेक्निक हामीले त्यो देख्छौँ, त्यो टेक्निकहरू पनि देख्यौँ। र 6 नम्बरमा छ, त्यो 6 नम्बरमा चाहिँ हामीले के देख्छौँ भने एउटा आफ्नो एक पक्ष मात्र देखाउने, त्यसलाई हामीले कार्ड स्ट्याकिङ भन्छ, राइटरको भाषामा कार्ड स्ट्याकिङ अङ्ग्रेजीमा, तर नेपालीमा के भने एक पक्ष मात्रै देखाउने। तपाईँ आफै हामी यसो विचार गरौँ न, 100% प्योर भन्छौँ हामी, कुनै मानौ एउटा तोरीको तेल मानौ 100% प्योर होला। मेरो आमाले अथवा आन्टीहरूले गाउँमा आफैले उब्जाएको तोरीको तेल आफैले खान त 100% प्योर छ कि छैन भनेर हामी प्रश्न गर्न सक्छौँ भने पोकामा आएको, कसैले बनाएको, कुनै ठाउँमा बनाएको, धेरै समयसम्म रहेको यो 100% प्योर हुनसक्छ? सक्दैन। द 100% प्योर होइन, द बेस्ट क्वालिटी होइन। त्यस्तै कि हामी चाहिँ के हौँ, एउटा चाहिँ क्रान्तिका सम्भाग हौँ, हामीले यो चाहिँ समाजलाई यस्तो बनाउँछौँ। केही ठिक होलान्, हाफ ट्रुथ होला कि, तर हाफ ट्रुथ हाफ फल्स कुरा फेरि लुकाउने होइन, आफ्ना नराम्रो पक्षहरू लुकाएर होइन केही सत्य भएका कुराहरूलाई मात्र देखाउने होइन, त्यो रूपबाट एउटा सकारात्मक छवि भएको जस्तो प्रस्तुत गर्ने त्यो खालको टेक्निकले पनि मानिसहरूलाई जनताहरूलाई धेरै रूपबाट प्रभावित पारेको हामी देख्छौँ। र अन्त्यमा छ, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, ब्यान्ड वागन भनेकी छन् राइटरले चाहिँ, तर साधारण भाषामा हामीले भन्दै गर्दाखेरिमा यो सबैले गरिरहेका छन् तपाईँले किन नगर्ने, सबैले गरेका छन् भन्ने खालको प्रभाव सिर्जना गर्ने अथवा एउटा सामाजिक दबाव सिर्जना गर्ने। उहाँले त किन्नुभयो, उहाँले नि किन्नुभयो, तपाईँ किन किन्नु हुँदैन एउटा प्रोडक्ट छ भने, अथवा उहाँले नि भोट हाल्नु भएको छ, उहाँले नि भोट सबैले भोट हाल्ने भनेका छन्, किन हामीले नहाल्ने, हेर्नुहोस् त उसले भोट हाल्यो। एक खालको त्यो मैले त भोट दिएँ तपाईँ किन दिनुहुन्न भने जस्तो एउटा खालको सन्देश प्रयोग गरेर चाहिँ समाजमा एउटा सामाजिक दबाव सिर्जना गर्ने यो टेक्निकले चाहिँ ठुलो काम गरेको पनि देखेको छु मैले। त्यस कारणले हामी यो अहिलेको प्रविधि युगमा अहिले कतिसम्म जनमानसमा चाहिँ यो चुनावी सफलताको लागि यो विभिन्न प्रोपागेन्डा टेक्निकले प्रयोग गरिएको हुँदो रहेछ भन्ने कुरा चाहिँ हामीले देख्न सक्छौँ। त्यस कारणले आजको युगमा सबभन्दा ठुलो कुरा भनेको डिप लर्निङ हो, क्रिटिकल थिङ्किङ स्किल हो। हामीले किन भन्ने प्रश्न गर्नुपर्छ, के हो, कसरी हो, किन हो, त्यो खालको कन्भिक्सन नआइकन हामीले कति कुराहरू गर्नु हुँदैन।